Hello guys, welcome to my vlog हैन एन्ड यो भ्लग चाहिँ के को भन्दा माछा मार्न जानु लाग्यो। हिजो माछा मारिएको थियो, नमारिएको हैन, हिजो माछा मारिएको थियो। तर हिजो हामीले बेलुका भएर अँध्यारो भएर केही सामान नभएर चाहिँ हाम्रो तिहारी त्यहीँ छोडेर आएको थियो। अब आज चाहिँ त्यसलाई लिन जाँदै गरेको भ्लग हो यो। And welcome to Ramkot. This is Ramkot, where it's cloudy in the morning, sunny in the afternoon, and really cold in the evening. यस्तै छ हाम्रो गाउँको पारा। को रामकोट आउनुभएको छ कमेन्ट गरिदिनु होला। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। हजुर होइन एउटा काम छ त्यही भएर हो। देसी जावर बडी हाम्रो बडी चिसो भइसकेको छ। ओके स्टार्ट भयो। जाउँ। ओके ठिक छ, चक्को छ। अहिले हान्ने भित्र त्यही हो लाग्यो। हामी बाटो चरा उडेछ, भर उडाउन सिकाएर रहेछ। यतिखेर समात्न सकियो भने त सकियो के अरे, नत्र पछि त त्यस्तै हो। हामीले समात्दै खाने भने त हामीलाई न गुदेल चलाउँछ राम्रोसँग न के कुरै। गोरिया चले घुटुङ टुङ टुङ। अनि ए दोस्तै भयो नि हिजो त। त्यो सुरुको बेलामा चाहिँ आँखै लगाइदियो हो त्यो, नत्र हिजो भोरेर पनि अर्को प्लास्टिकमा हाल्नु पर्थ्यो क्या हामीले। ठिकै छ। होइन म पनि फेरि ढिलो भइसकेको थियो नि त, त्यहाँ भात खाएपछि नि भोक लाग्यो क्या मलाई त। म त घर आएर दोस्तै खाइदियो अनि भात त। अनि दोस्तै खाइदियो हो। लगाए जब कसैलाई अपडेट गरौँ है। हामी चाहिँ गाउँबाट बेसीमा झर्दैछौँ, हाम्रो गाउँको बेसीमा होइन। यो ठाउँलाई सेराटार भन्छ। आइपुगिया छैन सेराटारको ओह्रालो झर्दैछौँ। यदि प्रोफेसनल राइडरहरू हुनुहुन्छ भने यसरी हामी जस्तो चाबी बन्द गरेर, न्युट्रलमा पनि होइन चाबी बन्द गरेर हिँडिँदा नि हुन्छ है। ल अगाडिको भ्यू यस्तो छ है। यत्तिको बवाल त हुनै पर्यो। स्वागत गर्नलाई दुईवटा छ भने फुल हेलमेट लगाएर यस्तो भुक्छ फेरि कुकुरहरू। टङ्गिर हिजोको फेरि त्यो एउटा हेर्नु न है। यो त के हो र, उताको हो क्या। आम्मो पाटै ब्लक हानेर बस्यो त। हन्टिङ निस्क्यो क्या भाइ। होइन त्यो पोजिसनै छोडेन कि त्यसले, हन्टिङै निस्क्यो जस्तो तिनीहरू। त्यो चराहरू भर उडिरह च्याप्प पार्छु भनेर होला नि। हुन त एउटा सिकारी कुकुर राख्नुपर्छ कि है, खतरा हुन्छ नि। फेरि एउटा डर चाहिँ फेरि तिनीहरूको दाँत चिलाएको बेलामा डर हो कि, आफैलाई टोक्दैला भन्ने डर हुन्छ। होइन त्यो दाँत चिलाएको बेलामा अब हामीलाई त के थाहा हुन्छ र तिनीहरूको कतिखेर दाँत चिलायो भनेर। त्यो दाँत चिलाएको बेला हामी नजिक गएर खेलाइदियो भने पनि उनीहरूले त्यो दाँत कनाउन खोज्दाखेरि त्यो भ्याम टोकिदिएपछि सुई लागिहाल्यो। हान्नु नि त, हान्नु न। छ त्यहीँ छ। ओइ
सन्त 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 हो त्यहाँ मुनिकोमा हो त्यहाँ मुनिकोमा हो त्यहाँ ल भयो भयो नगर टाउक ओए खुट्टै गएछ नि त आम्मा ल समात्नु अब उड्न नदिनु है यस्तो मौका झोलामा हाल्नु नि त झोलामा हाल्नु नि त हन्टिङ हानेको चाहिँ देखाउनु पाएन कि म फेरि यतापट्टि टाउको गरेँ नि त अनि भइहाल्यो नि लोभ गर्नुहुन्न कि दुइटै भित्र हाले होला नि होइन कि त्यो उस्तो तपाईँको खोल्टीमा हालेर राखेको हुन्छ कि ठ्याक्क अहिले देख्यो भने माया भ्याट्टा अन्त ओइ यिनीहरू नि हो र कता बस्यो भयो घारीतिर त घारी त के हामी हिँड्ने होइन कि हामी माछा मार्न आएको मान्छे हो घारी किन गइरहने ठाडै मुनि खसेको देखेँ अनि क्यामेराले पनि देख्यो होला त्यो त एकछिन माथि गए जस्तो भएको थियो अनि ठाडै मुनि खस्यो झरेर ए बाइकबाटै हाने हो तपाईँले ल गाइस हामीले माछा मारेको ठाउँमा त आइपुग्यो तर छोरा त्यहाँ मभन्दा ठुलो हो किन छोरा भनेको भन्यो भने फेरि साइनोको तरिकाले हो है फेरि केटा हो अन्यथा नमान अब त्यहाँ हेरौँ अब उता मुनि आइसकेको छ म चाहिँ माथि होला भनेर रातभरि थापेको हेरौँ न कतिको परेछ होइन ओए ल बधाई छ हामीलाई होइन उताबाट लिएर आउनु न तपाईँलाई छिटो हुन्छ कि त्यही त नि उताबाट यता आउनु सजिलो हुन्छ भनेर कि सिधै जाने हो त हुन्छ निकाल्ने भने बाटोमा खस्यो भने हुन्छ कि बाटोमा खस्यो भने हुन्छ काम चलाऊ एक छाक ल केटा यो तिहारी स्टाइल तिहारी थाप्ने तरिका यो हो नि त पारा ल हेर केटा यति छ अहिले अब ल हेर केटा ल हुन्छ गर्नुपर्छ त्यो
गाइजी एक फुल्लुम भयो माछा घाटी घाटी आइपुग्यो हजुर